हेलो साथीहरू, नमस्कार। स्वागत छ मेरो युट्युबको नयाँ भिडियोमा। साथीहरू, सम्पूर्ण साथीहरू आरामै हुनुहुन्छ होला भन्ने सोचेको छु। साथीहरू, म पनि आरामै छु, ठिकै छु, राम्रै छु। साथीहरू, आज चाहिँ 2025 जुन 3 आज चाहिँ कोरियाको 21th राष्ट्रपति इलेक्सन हुँदैछ साथीहरू। यहाँ चाहिँ राष्ट्रपतिको चुनावको दिन भएको भएर आज चाहिँ सबै कम्पनी बिदा छ भन्नाले सार्वजनिक बिदा छ। त्यही भएर साथीहरू आज छुट्टीको दिन भएर हामी चाहिँ अब बिहान एकछिन एक्सर्साइज गरौँ न भनेर एक्सर्साइज गर्न गइरहेको छौँ। साथीहरू जान लागेको म चाहिँ यिनीहरू नै हो। उहाँहरूले नै अब देशको नेतृत्व गर्नुहुन्छ। अब यसमा को पर्नुहुन्छ भनेर चाहिँ अब आज लगभग 9 बजीतिर थाहा हुन्छ। 9 बजे चाहिँ किन भन्दाखेरिमा आज अघि बिहान 6 बजीदेखिको चाहिँ बेलुका 8 बजीसम्म चाहिँ चुनाव छ साथीहरू। भोट गर्न सकिन्छ। भोट गर्नको लागि चाहिँ यहाँको 18 वर्ष पुगेको नागरिकले चाहिँ अनि त्यस पछाडि अब आफ्नो नागरिकता अथवा आफ्नो परिचय पत्र लिएर नजिकैको चाहिँ चुनावको भोटिङ स्थलमा गएर भोट गर्न सक्छ साथीहरू है। अबको चाहिँ देशको नेतृत्व, कोरियाको नेतृत्व कसले लिन्छ भनेर एकदम कम्पिटिसन छ साथीहरू है। यसमा चाहिँ अब जुन आफ्नो यहाँको प्रजातान्त्रिक पार्टी छ, त्यस पछाडि अनि रुलिङ पार्टी थियो पहिलाको होइन, हो तिनीहरू दुईजनामा चाहिँ एकदमै कम्पिटिसन छ साथीहरू। अब हेरौँ कसले चाहिँ जित्नुहुन्छ, कसले चाहिँ यो देशको नेतृत्व गर्नुहुन्छ। तर जसले गर्नु भए पनि एउटा चाहिँ राम्रो नेतृत्व पाओस् र अनि कोरियाले चाहिँ एकदमै विदेशीलाई होस् अथवा यहाँको कोरियनलाई होस्, सबैलाई चाहिँ राम्रो गरेर त्यस पछाडि देशलाई अगाडि लैजाओस्। एउटा चाहिँ हामीले सधैँ यसरी चाहिँ अब काम नगरिकन बस्ने दिनहरू नहोस् अब भनेर भन्न चाहन्छु साथीहरू। अब त्यो त अब देखि नै हालिन्छ होइन, पछि अबको केही समयमा नै देखिन्छ। अबको लगभग 8-10 घन्टामा त रिजल्ट आइहाल्छ साथीहरू। यस्तो छ साथीहरू। आजको मौसम एकदमै राम्रो छ है, एकदमै राम्रो छ। ल हेर्नुहोस् यतातिर कस्तो राम्रो फुलहरू फुलेको छ। वाह है, एकदमै राम्रो फुल फुलेको छ यतातिर। यो त सधैँ म हिँड्ने बाटो भइहाल्यो। यहाँनिर हेर्नु कस्तो दामी छ। रातो फुल गुलाबको फुल हो कि अथवा केसको फुल हो है। यो फुलको नाम त मलाई थाहा छैन, तर एकदमै राम्रो देखेको छ साथीहरू है त। म चाहिँ साथीहरू अहिले चाहिँ ट्याक्क अब बिहान एक्सर्साइज गर्न भनेर आएको छु। हाम्रो सर अघि नै आएर मलाई वेटिङ गरिराख्नु भएको छ। ओहो सर, तपाईँलाई मैले धेरै वेटिङमा बस्न पारेँ क्या? म त यहाँ त अनि पुरै है रातैभरि बस्नुभयो कि अरे वेटिङमा हो र? हो ल सरी यार, म फेरि तपाईँको अब यसो युट्युबर परेँ होइन। अब आज चाहिँ तपाईँको कता कस्तो अवस्था छ त नि कोरियाको होइन। अब चाहिँ राम्रोसँग भोटिङ भएको छ कि छैन सबै यसो हेरेर विचार गरेर आएको के सर भर्खरकै। आउँदै गर्दाखेरिमा ढिला भयो सर यार, त्यसको लागि चाहिँ माफी चाहन्छु। साथीहरू, हामी चाहिँ ब्याडमिन्टन खेलिसकेर अब यसो जुस खाने भनेर यसो फ्रेस हौँ। जुस खाएर त्यस पछाडि घरतिर गएर खानासाना बनाएर खानुपर्छ साथीहरू। अब हामी रेडी भयौँ होइन सर? रमाइलो भयो नि? एकदम रमाइलो। सुनको बट्टादेखि ल अब जुस खाइन्छ। जुस पनि त्यसको हो, एलोभेराको जुस खाइन्छ सर। बटाउने जुस खायो भने
आज म्यान अफ द म्याच हाम्रो सर कतापट्टि म्यान अफ द म्याच तपाईँ हो नि। लिलिम नि आज हामीलाई नामी येल्लो भेरा लास्ट प्ले के हो रोडमा बसेर साइडमा बसेर हामी खाँदैछौँ GS25 साथीहरू अहिले चाहिँ दिनको 12 बजिसकेको अवस्था हो हेर्न सक्नुहुन्छ है घाम एकदमै मजाले लागेको छ मौसम एकदमै खुलेको छ है अनि मैले खासमा यतापट्टि देखाउन लागेको के हो भने तपाईँमा ल हेर्नु न यतापट्टिको यो जुन खोला छ नि खोला यस्तो फराकिलो छ है देख्न सक्नुहुन्छ यतापट्टि यो साइडको यो रोड यतापट्टि छ भने त्यतापट्टि यस्तो छ हैन पुरै सफा गरेको छ के यतापट्टि पुरै सफा गरेको छ हैन त्यसपछि यसको अर्को साइडमा भन्नु भने चाहिँ ल हेर्नु न यत्रो पुरै हरियाली छ हैन यो चाहिँ फाडेको छैन के है साथीहरू यतापट्टि चाहिँ फाडेको छैन अब त्यतापट्टि चाहिँ पुरै फाडिसक्यो हैन अब यतापट्टि चाहिँ फाड्न बाँकी छ अब भनेको अब यो तलबाट माथिबाट चाहिँ पुरै फाडेर आएको जस्तो छ क्या साथीहरू अहिले चाहिँ म बिदाको दिन भएपछि अब के रुमतिर बसिराख्नु भनेर हैन साथीहरू अनि बाहिर निस्केर अहिले यहाँ यतातिर यसो साइक्लिङ गर्दैछु तर घाम एकदमै लागेको छ हैन घामले गर्दाखेरिमा अब यो मेरो टोपी अलि राम्रो नभए पनि मैले लगाएको छु घामबाट बच्न पर्यो भनेर ल हेर्नु न यो सबै झाडी अनि सबै झाडीहरू सबै निकाल्छ होला के उतापट्टिको जस्तै नै है सबै झाडी फाडेर हैन यहाँ सफा गर्ने होला जहाँसम्म लाग्छ यसो छ साथीहरू आज चाहिँ खासमा अब मैले जानकारी गराइसकेको छु साथीहरू कोरियाको राष्ट्रपतिको चुनाव हुँदैछ प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको चुनाव अहिले चाहिँ लगभग सबैजनाले चाहिँ भोट हाल्ने काम भइरहेको छ साथीहरू कोरियामा भएका मान्छेहरूले जोसँग भोटिङ राइट छ हैन उनीहरूले चाहिँ सबैले भोट गर्दैछन् अनि त्यसपछि अब म चाहिँ एकछिन यसो त्यहाँ बाहिरतिर निस्केर आज मौसम पनि एकदमै राम्रो भएको छ अब यो घाम भनेको त खासै होइन घाम त अब चाहिन्छ शरीरलाई भनेर अनि म चाहिँ बाहिर निस्केको छु साथीहरू यतापट्टि कवाडी खाना छ है अब कवाडी खानामा अब के छ यस्तो काम लाग्ने कुराहरू हुन्छ के साथीहरू यो कवाडी खानामा है अब यसो गएर आफूलाई नि के चाहिन्छ भने त्यताबाट उठाएर हिँड्न मिल्छ क्या साथीहरू अब कोरियामा चाहिँ नयाँ किन्दाखेरिमा लास्टै महँगो हुन्छ नि त अनि अब त्यस्तोमै गएर अनि लिँदाखेरिमा धेरै सस्तो पर्छ राम्रो सामान पनि पाइन्छ के त्यस्तो छ है यतातिर के हो यस्तो दामी दामी बनाएर रहेछ त हो वाउ के हुँदैछ हौ यतातिर यी नयाँ यो उहरू राखेको रहेछ यतापट्टि त पुरा है साथीहरू जेसीबीले पुरै खनेर है त्यतातिर माटो मिलाउँदैछ यहाँ नयाँ एक्सर्साइज गर्ने टुलहरू राखेको रहेछ है यतापट्टि पहिला त्यो तलपट्टि थियो है त्यहाँ तलपट्टि थियो त्यो कन्टेनरको ब्याक साइडमा थियो भने अहिले चाहिँ त्यहाँबाट निकालेर यतातिर राखेको रहेछ साथीहरू अहिले चाहिँ 1-2 बजिसक्यो है दिउँसोको एकदमै घाम चर्केको छ घाम चर्किए पनि एकदमै मौसम एकदम खुल्ला भएको भएर एकदमै राम्रो भएको छ क्या साथीहरूलाई देख्न सक्नुहुन्छ है आजको बेलुका लगभग अब कति 7-8 घन्टा बाँकी छ कोरियाले नयाँ राष्ट्रपति पाउँदैछ साथीहरू अब यो कोरियाले नयाँ राष्ट्रपति पाए पछाडि यो राष्ट्रपतिले चाहिँ एकदमै राम्रोसँग विकास गरोस् विदेशीलाई पनि एकदम विदेशी मैत्री नियमहरू लिएर आएर अलि धेरै पैसा कमाउन सक्न पायो हुन्थ्यो भन्ने कुरो हाम्रो चाहना छ साथीहरू त्यस्तै खालको चाहिँ नियम लिएर आएर चाहिँ यसो बनाइदियो हुन्थ्यो भन्ने चाहिँ चाहना छ है बनाइदियोस् के भन्न चाहनुहुन्छ साथीहरू तपाईहरुले हामी चाहिँ अहिले यतातिर गएर घुम्दैछौँ अनि त्यसपछि अब हामी चाहिँ जान्छौँ ब्याडमिन्टन खेल्नलाई साथीहरू
छुट्टी त मनाउनै पर्यो ल हेर्नुहोस् यसरी छाता पनि छ है। छातामा बसेर चाहिँ ट्याक्क शीतल ताप्न पाइन्छ। मेरो यो क्यापले चाहिँ साह्रै सुहाएन हौ भाइ यार। ल अब हामी यो लाइट बले पछाडि उता जान्छौँ। त्यस पछाडि केटाहरू उताबाट आउँदैछ साथीहरू। सौल गएर आउने गाडी यतापट्टि छ साथीहरू। र चाहिँ सौलको खाङनाम गएर आएको गाडी हो यो खाङनाम यक। एउटा चाहिँ के उ थियो नि भाइ होइन गाङनाम स्टाइल ओप्पा गाङनाम स्टाइल भन्ने खालको हो। त्यहीँ पुगेर आएको गाडी हो यो। ल ओप्पा खाङनाम स्टाइल खाङनाम स्टाइल। ल यताबाट जाँदैछ यताबाट आउँदैछ यही गाडी। ल हेर्नु हाइवे गाडी पुरा गुटुङटुङ गएर। ल यहाँ चाहिँ कस्तो चलन छ भने होइन पुरा एउटै गाडी ट्याक्क आउने र जाने ठ्याक्क भए पछाडि पुरा यस्तो गर्छ क्या पुरा यस्तो। भाइ देखाएको छ तिमीले यस्तो गर्ने खालको। जाउँ हामी यार। केटाहरू तलबाट आइरहेछ यतैबाट जाने हामी। तलबाट दुई भाइ मात्रै आइरहेछ त नि। 2 भाइ 3 भाइ त मिनिमम हुनु पर्यो। 4 भाइ त मिनिमम हुनु पर्यो। 5 भाइ आमै केटाहरू त टन्नै हुने भयो अरे होइन। अब हावा यस्तो बित्दै परे आएको छ होइन। ल्याएन जस्तो छ त यार केटाहरू के पारा हो। रुम नगइकन आएछ नि त्यही भएर नि। रुम नगइकन नआएर यस्तो समस्या पार्यो। आज भेटघाट साधन आउँदैछ साथीहरू। हामी चाहिँ आज छुट्टीको दिनमा अनि यहाँ माथिपट्टि यस्तो दामीको अस्ति मैले भिडियोमा राखेको थिएँ। अनि ब्याडमिन्टनको ग्राउन्ड छ। अनि त्यो ब्याडमिन्टनको ग्राउन्डमा गएर चाहिँ मजाले ब्याडमिन्टन हान्ने भनेर चाहिँ सब साथीहरू फुटबलको टिमहरू चाहिँ ब्याडमिन्टन हान्ने भनेको क्या आज। त्यही भएर हामी सबै साथीहरू जम्मा भएर अनि त्यसपछि जान लाग्दैछौँ। साथीहरू त्यतातिर आइरहेछन्। अनि त्यस पछाडि अरू साथीहरू अरू केटाहरू पनि आउँदैछ साथीहरू है। अनि त्यस पछाडि अब गएर अनि ब्याडमिन्टन हान्ने। अब चाहिँ बिस्तारै शीतल पनि हुँदैछ। शीतल हुँदै गइसके पछाडि बेलुका बेलुका भएपछि अब हावा मात्रै नआइदियो भने त मजा हुन्छ। अब हावा आउँछ कि आउँदैन है। त्यहाँ हुन त पाहाडकै अलिकति चुचुरो जस्तैमै छ न त होइन स्लोप टाइपकोमा छ। अनि हावा आउँछ कि आउँदैन अब हेर्दै गर्नुहोस् मेरो भिडियो अन्तिमसम्म हेरेर सबैजनाले लाइक कमेन्ट सेयर। अनि यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला है त। ल साथीहरू यही हाम्रो गाइजहरू पुरै रेडी भयो अवस्थामा छ है साथीहरू। आज पुरा गेम खेल्नको लागि। गेम के हो त फेरि होइन ब्याडमिन्टन। ल गयो गोप्ते के को नाम हो अस्ति आएर पुरा अनि गेम बिगारेको त्यसले त हो नि। न त यस्तो दामी भएको थियो नि त्यसले। ए तिमी थिएन नि साथी त है। हामीले मार्यो नि दामी बनायो नि यसमा है। होइन दामीको थियो भोटे सबै आएको थियो। भोटे आएको थियो खतरा आएको है। तर आइफोन हुने आइफोन हो क्या सर यार। आइफोन हुने आइफोन रहेछ। होइन तर दामी छ नि। आज कस्तो दामी भ्युज आएको है। ल साथीहरू हामी चाहिँ अब जाँदैछौँ। गाइजहरू यहाँ पुरा साइकलको पुरा सुपरम्यानहरू है सबै। साइकलको सुपरम्यानहरू यहाँ ढल्यो। यहाँ यतापट्टि हाइवे छ है। यहाँ तलपट्टि चाहिँ हाइवे हो।